हेलो गाइज, स्वागत छ तपाईँलाई फेरि पनि टप अन राइजमा। म हेमराज छेत्री। आज कुरा गर्नेछु कन्सन्ट्रेसन बढाउने र मेमोरी पावर बढाउने अद्भुत तरिका अथवा ध्यानलाई चाहिँ एकाग्र रूपमा बनाउनको लागि चाहिँ के गर्नुपर्छ त भन्ने कुरालाई हामी जोड्नेछौँ। र त्यसमा चाहिँ हामीले एउटा कुरा गर्नेछौँ जसमा चाहिँ माइन्डफुलनेस प्र्याक्टिस भनेर पनि भनिन्छ यसलाई। र यस्तो टाइपको हामी प्र्याक्टिस गऱ्यौँ भने पहिलाभन्दा 10x बेटर चाहिँ तपाईँले चाहिँ एक्सपिरियन्स अवश्य गर्नुहुनेछ। भिडियोलाई अन्त्यसम्म हेरेर चाहिँ साथ दिनु होला है त। यसमा चाहिँ के गर्ने हो त भन्दा एउटा समयमा एउटा मात्रै काम गर्नुहोस् के। तपाईँले खाना खाँदा चाहिँ मोबाइल हेर्ने, सिरियलहरू हेर्ने र टोइलेट जाँदा चाहिँ मोबाइल चलाउने त्यस्तो किसिमको कार्य चाहिँ नगर्नुहोस्। टोइलेट बस्दा अथवा खाना खाँदा त्यस्तो कार्य गर्नाले चाहिँ तपाईँको शारीरिक र मानसिक रूपमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पूर्ण रूपमा प्रभाव पारिरहेको हुन्छ। त्यो कारणले गर्दा तपाईँले के सोच्नुहोस् त भन्दा चाहिँ तपाईँले एक ठाउँमा गरेको कामले अर्को ठाउँमा धेरै ठाउँमा चाहिँ इफेक्ट गरिरहेको हुन्छ। तपाईँले एक ठाउँमा लगाएको ध्यानले अर्को ठाउँमा पनि धेरै तरिकाले प्रभावित पारिरहेको हुन्छ। त्यो कारणले गर्दा एउटा काम गर्दा एउटा मात्रै काम गर्ने हो। तपाईँको कन्सन्ट्रेसन पावर बढाउनको लागि अथवा तपाईँको कन्सन्ट्रेसनलाई डिभाइडेड नगर्नको लागि, तपाईँको फुल कन्सन्ट्रेसनलाई चाहिँ युज गर्नको लागि तपाईँले कन्सन्ट्रेसनलाई डिभाइड गर्ने होइन। त्यो कारणले गर्दा त्यसले चाहिँ के गर्छ, डिभाइड गर्छ। डिभाइड गर्नु भनेको के हो त भन्दाखेरि तपाईँले कुनै पनि क्षेत्र गर्दा चाहिँ त्यो डिभाइडेड हुन्छ क्या। पढ्दाखेरि पनि तपाईँको एउटा पढ्न लागेको छ, अर्को गर्न लागेको छ, अर्को गऱ्यो अर्को हुन लाग्छ। त्यो कारणले गर्दा तपाईँले एउटा काम गर्दा एउटालाई मात्रै फोकस गरेर गर्नुहोस्। तर फरक क्षेत्रमा गर्न सक्नुहुन्छ। तपाईँसँग 10वटा काम छ भने 10वटा एकैचोटि गर्ने होइन नि त, अथवा 3-4वटा काम एकैचोटि गर्ने होइन नि त। तर फरक समयमा गर्ने हो, तर काम चाहिँ सबै गर्ने हो। तपाईँको प्राथमिकता अनुसार, तपाईँको समयको त्यो समय व्यवस्थापन अनुसार तपाईँले चाहिँ त्यसलाई क्याटेगोरी गरेर चाहिँ त्यसलाई चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, बनाउन सक्नुहुन्छ। त्यो आफू अनुकूल बनाउन सक्नुहुन्छ। पहिलाको भन्दा 10x बेटर चाहिँ तपाईँले एक्सपिरियन्स पक्कै पनि गर्नुहुनेछ। र तपाईँलाई यो भिडियो चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै किसिमको प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। भेटिन्छौँ अर्को भिडियोमा। त्यतिन्जेलसम्मको लागि चाहिँ बी ह्याप्पी, बी हेल्दी एन्ड बी पोजिटिभ गाइज।